सो हेलो एन्ड नमस्ते साथीहरू। मलाई एउटा कुरा भन्नुहोस् त, तपाईँ पनि म जस्तै पर्फेक्ट हुने चक्करमा अल्झिनु भएको त छैन? मलाई लाग्थ्यो युट्युब जर्नी सुरु गर्न राम्रो क्यामेरा, गुड लुक्स यानि कि राम्रो अनुहार हुनुपर्छ र भिडियो एडिटिङ त मुभी जस्तै हुनुपर्छ। यही पर्फेक्सनको पछाडि लाग्दा लाग्दै मैले कति समय खेर फालेँ। अब सुरु गर्छु भन्दा भन्दै वर्ष बितेको पत्तै भएन। फेरि सोचे 2026 को पहिलो दिनबाट पक्का सुरु गर्छु। तर हेर्नुहोस् त, आज जनवरी महिना पनि लगभग बितिसक्यो र म अझै अल्झिरहेको छु। मैले भर्खरै एउटा कुरा बुझेँ, समय कहिल्यै पर्फेक्ट हुँदैन। त्यसैले मैले सोचेँ अब फेरि अर्को महिना किन पर्खने, किन आजैबाट सुरु नगर्ने, र मैले यो भिडियो रेकर्ड गरेर अपलोड गरिदिएँ। साथीहरू, एउटा कुरा याद राख्नुहोस्, सुरु गर्नको लागि पर्फेक्ट हुनै पर्दैन, तर पर्फेक्ट हुनको लागि सुरु गर्नै पर्छ। एउटा भनाइ छ नि, एक्सपिरियन्स पिपुल डोन्ट मेक मिस्टेक्स, बट विदाउट मिस्टेक यु नेभर गेट एक्सपिरियन्स। सो साथीहरू, तपाईँको हातमा भएको मोबाइल नै तपाईँको सबैभन्दा ठुलो हतियार हो। पर्फेक्सनको पछाडि नदौडिनुहोस्, बस काम सुरु गर्नुहोस्। पर्फेक्सन त काम गर्दै जाँदा आफै पछ्याउँदै आउनेछ। तपाईँ के को लागि पर्खिरहनु भएको छ? आजै अहिलेबाट नै भिडियो बनाउनुहोस् र अपलोड गर्नुहोस् र आफ्नो यात्रा सुरु गर्नुहोस्। धन्यवाद। डोन्ट वेट फर पर्फेक्ट, जस्ट स्टार्ट। मलाई थाहा छ 2026 सँगै धेरै साथीहरू यो प्लेटफर्ममा जोडिनु भएको छ। आउनुहोस्, हामी सँगै अघि बढौँ।